शुभनयना करुणामय गौरी हरश्री वरदविनायक शुभनयना करुणामय गौरी हरश्री वरदविनायक ओंकार गणपती ओंकार गणपती अधिपती सुखपती चंदपती गंधपती लीन निरंतर सूर्यनिरागस सूर्यनिरागस गणपती सूर्यनिरागस मोरया मोरया गणपती बाप्पा मोरया 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 गणपती बाप्पा मोरया गजवदना सुखहर्ता गजवदना दुःखहर्ता गजवदना मोरया 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 गणपती बाप्पा मोरया 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 गणपती बाप्पा मोरया गजवदना सुखहर्ता गजवदना दुःखहर्ता गजवदना मोरया मोरया सूर्यनिरागस गणपती सूर्यनिरागस ओंकार गणपती अधिपती सुखपती चंदपती गंधपती अधिपती सुखपती चंदपती गंधपती सुरपती लीन निरंतर लीन निरंतर सूर्यनिरागस सूर्यनिरागस मोरया मोरया गणपती बाप्पा मोरया 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 गणपती बाप्पा मोरया गजवदना सुखहर्ता गजवदना दुःखहर्ता गजवदना मोरया 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 गणपती बाप्पा मोरया गजवदना सुखहर्ता गजवदना दुःखहर्ता गजवदना नमस्ते। आज हाम्रो छोराको बर्थडे कार्यक्रममा आज फर्स्ट दिन रोटी कसरी बनाउने कार्यक्रम छ। यहाँ आउनुहुने सम्पूर्ण आफन्तजनहरूलाई धेरै धेरै धन्यवादका साथ स्वागत गर्दछु। धन्यवाद। छोटी आउनु यसको बिर्को छ ल्याउँछ नि यहाँ कता यहाँ झोलामा छ यो गोडे सारा के गाना
कहिले डर नाले कहिले राम्रो एउटा नामको लिएर यहाँनिर सबैले गाउनु
जय सर्वं यदभूततो वित्वं विकरामत शासनान् सन्याभि ततो विराट जायत सर्वोत्तरेत सामानि जन्निरे संचितबाहुरा जन्यः कृतः उरुतदस्य शिवस्य पदजातमुचितरो जायत संभ्रमः मनसो जातः सत्यो सूर्यो अजायत श्रोत्रा सप्रमादिकय सपदैर्यः
अलि मजाले पर्वता दृश्यते मता सर्विदं प्रतिदिनं जान्दे दोषिमा नन्दे सुवर्धस्य अयम्बे नाच्च प्रेति स्गर्भा ज्योतिरचर अभिमानमप संजल विप्रामति विरान्ति दन्दे बालमुदगा धनिकान्त दस्य वरुणस्य अग्नि आप्राद्यावा संस्कार व्यवसाय
पुरा जाने बिनी हो अर्को भाइ बाबु त्यहाँ पन्ध्रको खालि के बोलाउने पुरामा बनाउने के भन्छ आज पुरा आएको पुरामा आइयो भने निशान चाहियो पन्ध्रको खाएर के बोलाउनु है त्यही तरिका अब एक देउलो मान्छ त्यहाँबाट सिकाउनु पर्ने सर हजुरको राष्ट्रको नाम अमर बहादुर अमर बहादुर औसीको होइन शेर्पाली बस्नु मेरा भान्जाको मानवको अहिलेसम्म कुनै अशुभ ग्रहहरू भएको भए कुनै अनिष्ट ग्रह भएको भए सबै ग्रहहरू आजबाट शान्ति भएर भगवान्ले तेत्तिसकोटी देवताले रक्षा गरून् हाम्रो भान्जा मानवको बल बुद्धि तेज विद्या आयु प्राप्त हो बहिनी पानीलाई के छ केही नि हुन्न यो रिचुअल्स हो क्या रिचुअल्स हो नि फलो एक हप्तामा आइहाल्छ राखिसकेँ मैले राख्ने हो नि हेरेर के राख्ने एउटा औँलाको साइज है कान्छो तर मोबाइल अब यो के काटेर भ्यासी आउट सानो भयो भयो सानो तिम्रो कान्छी औँला सानो छ क्या लास्टी सानो अझै अरू अरूतिर टाउको भरि लगाइदिनु लाउनु भनेर एल्लो बनाइदिनु एल्लो हेड बनाइदियो कि पुरै लगाइदिनु सानैमा वर्तमान पछि नकाटे जस्तो 7-8 वर्ष गोलो रहेछ राम्रो
लिएर गए। अब पहिले सिधै गर्ला हामी। बाबु नमामि शमीशान निर्वाणरूपम् विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम् निराकारमोङ्कारमूलं तुरीयम् गिराज्ञानगोतीतमीशं गिरीशम् करालं महाकालकालं कृपालुम् गुणागार संसारपारं नतोऽहम् तुषाराद्रिसङ्काशगौरं गभीरम् भगवानको पाउ लाग्दैछ। भगवानको माथि भगवानको सबैभन्दा लाग्दैछ। चलत्कुण्डलं भ्रूसुनेत्रं विशालम् सन्नाननं नीलकण्ठं दयालम् मृगाधीशचर्माम्बरं मुण्डमालम् प्रियं शङ्करं सर्वनाथं भजामि प्रचण्डं प्रकृष्टं प्रगल्भं परेशम् अखण्डम् अजं भानुकोटिप्रकाशम् त्रयशूलनिर्मूलनं शूलपाणिम् भजेऽहं भवानीपतिं भावम् कलातीत कल्याण कल्पान्तकारी सदा सज्जनानन्ददाता पुरारी चिदानन्द सन्दोह मोहापहारी प्रसीद प्रसीद प्रभो
अहिले भएन अहिले भएन सेलरोटी का गुरु गुरु हो तपाईँ माल मानेर पर्नु अनि एकचोटि यो हाल्ने अर्कै बनाएको पानी पानी मागाउँदो ए बुहारी अरू कता गयो यो पानी चाहिन्छ
खोइ क्यामेराम्यान कहाँ गए? ए, डम्फु मार्छ। हो बाबु हामीले हाते सवारी गर्छ हातमा चप्दैन हाते सवारी हुन्छ हातमा पुजाल हातमा पुजाल फुटबल खेला डम्फु मारे खालि ज्योति बाले हाल्नु पाउ पाउ मजा वाटी मेरो मेरो वाटी छ बाबु अब त्यो सम्बन्धी बाबु बाबु त्यो सम्बन्धी म बाबुलाई बोलाउने होइन बाबु हातमा लिएर भाइ हातमा बोलाउने अलिक पछि हो त्यहाँ हो हरिया आम साध्य असमा त आत्रै 82 साल फागुनको बिहिबारको दिनदेखि मैले हजुरलाई आजदेखि गुरुबा पालन गरेको छु हजुरको आज्ञा पालन गर्नेछु हजुरले जाने मिलेपछि मलाई चाहिँ आज्ञा दिवस सेवा भनेर अब त्यो हात यसो ढोकर दक्षिणा थियो कताको दक्षिणा दक्षिणा देऊ हातमा देऊ दक्षिणा नगद हातमा देऊ हातमा अब ओछ्याउने अब त आसनी ओछ्याउने दक्षिणा हातमा देऊ बाबु हो बाबु ओछ्याउने बल्ल त उठाइनु ओछ्याएर आसनमा बसी ओछ्याएर भन नगद त्यो खोल्दै ल बस्नु मानव नगरेको वस्तुलाई मेरो शिष्य बनाएको छु त्यसलाई बल बुद्धि विद्या होइन भगवान् त्यति देवताले रक्षा गरौँ रोग नलाओस् ज्ञानी हुनु एकदम ज्ञानी पनि मेरो शिष्य हो बाबु एउटा कान यस्तो फुवर दिनु छ है ओ बाबु सङ्घ मन्त्र सुनाउनु बेला सङ्घ घन्टा बाबु सङ्घ बजाऊ
किन्दा नि महँगो छ नि
शिवाय ओम नमः शिवाय अब बेलपत्र वाला मुनि बेलपत्र सङ्गेर भन्छ न त कसैले खायो श्रीनीलकण्ठ बिर्ख जोगाय तस्मै मकाराय नमः शिवाय शिवाय गौरी भयनाल बिर्द तस्मै उकाराय नमः शिवाय यस्य स्वरूपाय जत्रासुराणि फलमन्दमस्तु शिवानि पुष्पाणि मनोहराणि सुरासनमस्तु नमामि रामं रघुवंशनाथं तुमेव माता नित्यमाता तुमेव पिता तुमेव माता पिता तुमेव बन्धु सखा तुमेव विद्याचार्य तुमेव त्रिवेक्षं वल्लशेषमसनौ शिष्टलता वल्लभौ पापं मे हरत सदा हरिहरौ श्रीवत्सगङ्गाधरौ त्रिपत्रं त्रिविलाकारं त्रिजनं पापसंहारम् एकबिलपत्रं शिवार्पणम् इमानि पुष्पा शिवाजीलाई बेलपत्र देवीको तपस्या गर्छु त्यहाँ ऋषिहरूलाई त्यहाँ भएका महात्मालाई कुनै राक्षसले दुःख दिएको भाइ धनुकाँड हानेर तिनीहरूलाई मार्छु अनि ऋषिहरूलाई चाहिँ सुरक्षित बनाएर मैले विद्याहरू गर्छु म वनमा जान्छु भन्नु थाल्यो हे बा कसो गर्नु अब आमाले भन्नु पर्यो हे पुत्र मैले तिमीलाई सानै
देखि पालन गरे हाम्रो वृद्ध अवस्था हुन्छ वृद्ध अवस्था पालन गरेर हामीलाई छोडेर कहाँको वनमा जाने आमाले भन्नुहुन्छ है आमाले भन्नुहुन्छ हे पुत्र परदेशमा अनेक थरीका दुःख हुन्छन् ताप हुन्छ भोक लाग्छ प्यास लाग्छ दुःख पाउँछ असर जाने कुरा नगर पिताले भन्नुहुन्छ हे पुत्र त कन्दमूल खानुपर्छ बन खाने पनि केही पाइँदैन होला थार बस्नुपर्छ भुइँमा सुत्नुपर्छ यहाँ कन्डिसन माता पिता धन्य हुन् जसको कर्मचारी र देशान्तरमा भनेका हो दारुण कष्ट पर्छ यहाँ ठुला ठुला ठुलो पर्वत चढ्नुपर्छ हिमाल चढ्नुपर्छ अनि नगर हात्ती हुन्छन् घोडा हुन्छन् हामी जान पर्दैन यही विद्यालय गर्न पाइन्छ उहाँ जानु पर्दैन घरमै बसेर 25 वर्षभित्र मास्टर्स पठाउनुपर्छ है त्यो भन्नुपर्छ भनेर स्कुल बन्द हो सेल रोटी नि राख्ने पैसा पनि राख होइन ठिक जता जता मलाई सोधेर जानुपर्छ है जानु पर्यो भने पहिला चकियालाई पढ्नु रमेश भाइ पढ्नु
आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसे छ स्वीकारेर हिँड अहङ्कारलाई तिमी कहिले आफ्नो नबनाउनु अत्याचार कसैको कहिले कहिले नसहनु सुख भए पनि दुःखलाई नबिर्सिराख्नु आशिष मेरो यो तिमी फली फुलिरहोस् प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस् अन्धकार माझ उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता सबै हौ छोरी मेरो खाली होइन संसारकी हौ तिमी रानी नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है
झर्ने यताबाट बनाइदिएको अहिले मैले त ठिक भयो नि त उता लानु भयो भनेर कि अझै उता लानुपर्छ होला
अहिले खुवाउने हो
सपना बुझिना छ तुम हितुनाम बुद्धि बस्तव बल बुद्धि तेज विद्या आयु प्राप्त होस् तै भगवानले रक्षा गरौँ घर घर तल भागेर आउनु त्यही भएर अहिले टाढो ल भगवान रक्षा गरौँ अन्त होस् अहिले मूल जराउनु भयो हल्लाउनु चाहिँ सबै शाखा पाखा भयो यहाँ सबको गर्न पाइयो भगवानले रक्षा गरौँ जे भए पनि प्राप्त हुने ल धनी मान्छेलाई यत्रो नाम बुझी बस्छ सुमसँग भव यस कार्य सम्पन्न गरियो आँटे जस्तै भयो फाइदा भयो भगवान रक्षा गर्नु आशा होस् नगराल दुःख नहुने कुनै बिग्रमा नगरौँ गुरुले फोटो बोलाउँछ अब छोरी छोरो मात्रै पायो होला छोरी पाएँ भने अब यसलाई चाउ गर्नु सबैलाई राम्रो हो एकदम नगराल दुःख नदिउँ बल बुद्धि तेज विद्या आयु प्राप्त होस् ट्याक्कबाट आज अब पाइयो कति खुसी लाग्यो भगवानले रक्षा गरे ल तपाईँ दक्षिणा आज फेरि मैले यसरी अब पनि दक्षिणा लियो आफ्नो पाम कति ट्याक्कै हो गयो निकाल्दै ननिकाल्दै हो त ढाका टोपी लगाएको ट्याक्क रमेश भाइ आउनुहोस् ल हुन्छु अब चाहिँ बिहा मैले अलिअलि फेरि डम्फुमाएर उठ्दै जानु गुरुबारेमा ल भन्नु गुरु यादव फुल
जीने जो जिंदगानी जीने जो जिंदगानी जीने जो जिंदगानी जीने जो जिंदगानी सम्पूर्ण केसी परिवार अनि बाबुलाई आशीर्वाद दिन पाउनुहुने कदम केसी बाबुका सम्पूर्ण आफन्तजनहरू यहाँ उपस्थित मान्यजनहरू कमल पोखरी बचत सहकारीका सम्पूर्ण अध्यक्ष पदाधिकारीज्यूहरू यसै गरी जनकल्याण समितिका अध्यक्षज्यू पदाधिकारीज्यूहरू यहाँहरू सम्पूर्णप्रति पनि नमस्कार टक्राउँदै हाम्रो 6 बजेको कार्यक्रम थोरै ढिलो हुन गएको छ, त्यसको लागि क्षमा चाहन्छौँ। अब भने हामी यहाँको माझमा हामीसँग भजन एकदमै कम छन्। भजन सुरुवातमा भजन प्रस्तुत गरे पछाडि आइदेऊ भगवान अज्ञानीलाई ज्ञानैमा लगाइदेऊ भगवान आइदेऊ भगवान अज्ञानीलाई ज्ञानैमा लगाइदेऊ भगवान। यहाँहरूलाई अत्यन्तै भरपुर रमाइलो दिनको लागि म त सधैँ यहाँहरूको साथमा छु। यहाँलाई भरपुर रमाइलो प्रदान गर्नको लागि, बाबुलाई आशीर्वाद दिनको लागि आज पनि रामको सारा संसार रामको, म पनि रामको सारा संसार रामको, म पनि रामको। नाङ्गै आएको हो नाङ्गै जाने हो, पाप पुण्य जे कमाइयो साथमै लाने हो। नाङ्गै आएको हो नाङ्गै जाने हो, पाप पुण्य जे कमाइयो साथमै लाने हो। अब भने हामी
छैन यो पापी संसारमा लैजाऊ शिव तिम्रै कैलाशमा बस्नैमा छैन यो पापी संसारमा लैजाऊ शिव तिम्रै कैलाशमा ए लैजाऊ शिव तिम्रै कैलाशमा छैन यो पापी संसारमा लैजाऊ शिव तिम्रै कैलाशमा बस्नैमा छैन यो पापी संसारमा लैजाऊ शिव तिम्रै कैलाशमा बस्नैमा छैन यो पापी संसारमा लैजाऊ शिव तिम्रै कैलाशमा ए लैजाऊ शिव तिम्रै कैलाशमा परेली खपेर बस्नै पर्ने रामकै नाम जपेर हिँड्छे उतर्केर विचार गर पानी र घवनी आउँदैन फर्केर परेली खपेर बस्नै पर्ने रामकै नाम जपेर हिँड्छे उतर्केर विचार पानी र घवनी आउँदैन फर्केर विचार पानी र घवनी आउँदैन फर्केर रमा दिदी हजुरको बाँच्ने पशुपतिको दर्शन गर्छु भेटेका जतिको पिछे उतर्केर विचार गर पानी र घवनी आउँदैन फर्केर पशुपतिको दर्शन गर्छु भेटेका जतिको पिछे उतर्केर विचार गर पानी र घवनी आउँदैन फर्केर विचार गर पानी र घवनी आउँदैन फर्केर हाल्छौ थप्दिनौ रिस तिमी कम्ता छौ सय बिस तिमी रहेछौ नौजाने भन्न मुखमा छैन कसलाई थाहा छैन थप्दिनौ रिस तिमी कम्ता छौ 420 तिमी रहेछौ नौजाने भन्न मुखमा छैन कसलाई थाहा छैन तिमीलाई भन्न मुखमा छैन कसलाई
तिमीले माया गर्छौ कि क्या तिमी मलाई असाध्यै मन पर्छौ फुला केसरी मलाई त तिमी मन पर्छ त्यसरी गर्छौ कि क्या तिमी फुला केसरी मलाई त तिमी मन पर्छ बेसरी मलाई त तिमी मन पर्छ बेसरी आज पनि यतिकै भयो तिमीलाई माछै हेरेर दिन गयो फुला केसरी मलाई त तिमी मन पर्छ बेसरी यतिकै भयो तिमीलाई